साथीहरू, म धेरै दिनपछि गाउँमा आएँ। गाउँको अवस्था हेर्दा साह्रै मन दुख्छ। अधिकांश घरहरू बन्द छन् र कोही जीर्ण अवस्थामा छन्। गाउँमा बसोबास गर्ने मान्छे छैन। केही वैदेशिक रोजगारीको सिलसिलामा बाहिरिएका छन् भने केही बसाइसराईको क्रममा सहर जानेहरूको सङ्ख्या बढ्दो छ। अनि यहाँ बस्ने मान्छे छैन। जता हेऱ्यो सुनसान लाग्छ, जता हिँड्यो सुनसान लाग्छ। गाउँको शोभा नै शोभायमान छैन। अनि गाउँमा बस्ने मान्छेहरू बुढापाका बाहेक अरू कोही पनि भेटिँदैनन्। अनि मन दुख्छ, रुन मन लाग्छ, साह्रै हिन्तावद हुन्छ।